10औं प्रधानमन्त्री कप एनबिए महिला तथा पुरुष भलिबल लिग 2083 को आज फाइनल खेल भएको छ, जस अन्तर्गत विजेता टिमहरूमा महिलातर्फ प्रथम नेपाल पुलिस, दोस्रो न्यू डायमन्ड, तेस्रो एभरेस्ट भलिबल, त्यस्तै पुरुषतर्फ प्रथम रुकुम पश्चिम, दोस्रो टिपटप हेल्प नेपाल, तेस्रो नेपाल पुलिस भएका छन् भने विधागततर्फ उत्कृष्ट पुरस्कारहरूमा कसले हात पारेका छन्? सर्वोत्कृष्ट खेलाडी महिलातर्फ उषा भण्डारी नेपाल पुलिस, पुरुषतर्फ फहद राजा, त्यस्तै उत्कृष्ट सर्भरमा महिलातर्फ सुमित्रा रेग्मी, पुरुषतर्फ मुराद जेहान, त्यस्तै उत्कृष्ट ब्लकरमा महिलातर्फ सुमित्रा रेग्मी, पुरुषतर्फ चिरन खड्का, त्यस्तै उत्कृष्ट लिब्रोमा महिलातर्फ सलिना श्रेष्ठ, पुरुषतर्फ राजन दर्लामी, त्यस्तै बेस्ट स्ट्राइकरमा महिलातर्फ लक्ष्मी चन्द, पुरुषतर्फ अफाफ खान, त्यस्तै बेस्ट सेटरमा महिलातर्फ प्रगतिनाथ, पुरुषतर्फ अदनान खान, र बेस्ट कोचमा महिलातर्फ रूपेश कुमार विष्ट भने पुरुषतर्फ तेज विक्रम बुढा। र पुरस्कार सम्बन्धी सम्पूर्ण जानकारीहरू दिन गइरहेका छौँ। लिगको विजेता हुने दुवै टिम अर्थात् महिला पुरुष टिमले प्रथम हुनेले 10 लाख रुपियाँ, द्वितीय हुनेले 5 लाख रुपियाँ र तृतीय हुनेले 2,50,000। त्यस्तै विधागततर्फ सर्वोत्कृष्ट खेलाडीहरूले 60,000 र उत्कृष्ट सर्भर, ब्लकर, लिब्रो, स्पाइकर, सेटर र प्रशिक्षकलाई जनै 33,000ले प्रदान गरिएको छ, जस अन्तर्गत ट्रफी र मेडल पनि थियो। यो पुरस्कार विधागत पुरस्कारहरू विभाजन तपाईँहरूलाई कस्तो लाग्यो? जस्तो लाग्यो त्यस्तै कमेन्ट गर्न पनि नबिर्सनु होला। र हामीहरूसँगै नयाँ हुनुहुन्छ भने निरन्तर अपडेट भलिबल सम्बन्धी अपडेटहरूको लागि हाम्रो च्यानल सब्सक्राइब गरेर पनि जोडिन नबिर्सनु होला। हस् त, धन्यवाद। फेरि हाम्रो भेट हुने नै छ।